लो फाइनल टिप्यो मैले यसरी ल्याएर झरो। हे गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। सो आज चाहिँ सबैलाई वेलकम भन्न चाहन्छु न्यू ब्लगमा। चाहिँ आज के छ भने आज चाहिँ म घरमै खाना पकाउने मेरो काम पर्यो र आज म खाना पकाउँदैछु। अनि म खानामा चाहिँ आज के पकाउँदैछु भन्दा हाम्रो घरमै लोकल जो चाहिँ खाना पाक्छ घरेसी तपाईँको फलफुलहरू प्लस गरेर सब्जीहरूमा फर्सी पाक्दैछ र खानामा चाहिँ हाम्रो लोकलले खाना पाक्दैछ। सो अन्तिमसम्म हेरेर साथ दिनु होला, मनपर्छ भने लाइक सेयर सब्सक्राइब गर्नु नभुल्नु होला। सो आजको लागि ब्लग सुरु गर्नेछु। ओके लेट्स बिगिन। गाइज म सबैभन्दा प्रथम चाहिँ तपाईँहरूलाई चाहिँ खाना बनाउँदै गरेको देखाउने छु, जो चाहिँ अहिले अघि नै मैले चाहिँ हाम्रो ग्यासलाई चाहिँ अन गरेर चाहिँ भनौँ न मैले हालिसकेको छु चामल र के छ भने पाक्दैछ अहिलेलाई चाहिँ। र चाहिँ यो खानालाई चाहिँ अहिले चाहिँ मैले भनौँ न स्टोभ गरेर चाहिँ अथवा यसो चाहिँ हामीले सफ्ट गर्नुपर्ने हुन्छ, यसो छोड्नुपर्ने हुन्छ र यसको ग्यासको चाहिँ पुरा प्रभाव पर्छ र छिटो होइन भात चाहिँ छिटो पाक्ने होइन गर्छ, पाक्छ चाहिँ के छिटो। त्यसको लागि चाहिँ मैले यो छोपेको छु। सो र भनौँ न यो सानो हाम्रो यो आगो फुकेर होइन पकाउने ठाउँ हाम्रो चाहिँ ग्यास नहुँदाखेरि खाना पकाउने ठाउँ यही भइहाल्यो र धुने ठाउँ जो चाहिँ अहिले भाँडाहरू धुएको छुइनँ। सो भाँडाहरू धुनु बाँकी नै छ। सो लगाउँदाखेरि चाहिँ अनि त्यसको प्लस तरकारी पनि चाहियो, त्यसको लागि चाहिँ हामीले दाल राखेको छौँ अथवा मैले दाल राखेको छु, यसलाई चाहिँ भिजाएको छु। र म अहिले जाँदैछु गाइज कहाँ भने हामीसँग छ फर्सी, जो चाहिँ आज म यो फर्सीलाई चाहिँ काटेर पकाउँदैछु। फर्सीहरू पनि फल्दै अथवा यो फलेको छ, यो अब खाने बेला चाहिँ चिचिलाहरू छ गाइज। सो भनौँ न यस्तो छ हाम्रो चाहिँ होइन करेसाबारीको अवस्थाहरू अथवा करेसाबारी हाम्रो यस्तो छ गाइज। सो देख्नु सक्नुहुन्छ ढ्यान ट्यान। म चाहिँ दाइ चाहिँ अब मेरो ब्लगमा आउनु चाहिँ हल्का लजाउनु हुँदैछ भनेर चाहिँ प्लान्ट ड्रप हो। हामी अर्कै चाहिँ खोला छेउको होइन गोठ छेउको चाहिँ टिप्नु होइन र हामीले फर्सी दाइ। सो गोठ छेउको चाहिँ फर्सी टिप्नु भनेर म जाँदैछु। मेरो घरको गल्ली सारा सारा मेरो बेलटार बजार मेरो कञ्चनजङ्घा चोक मेरो चोक देख्नु सक्नुहुन्छ, चोक बस्ती। अहिले चाहिँ म जाँदैछु किनभने यहाँ गोठ छेउमा चाहिँ फर्सी टिप्नु भनेर गाइज। यहाँ फर्सी हाम्रो आजको तरकारी फर्सी भन्दैछ। सो अन्तिमसम्म हेर्नु होला, नबिराउनु होला। फर्सी कता छ अरे आमा? कहाँ भन्नुभयो? यो झालमा कहाँको झालमा? यहाँ भन्नुभएको? सो हामी यहाँ झाल भन्ने ठाउँमा जाँदैछु किनभने सो म चाहिँ अहिले यहाँ फर्सी टिप्न भनेर आएको छु र फर्सी चाहिँ खोज्ने क्रममा चाहिँ अहिले चाहिँ मेरो मोबाइल चाहिँ एकैचोटि हिट भयो। सो यो पोकोको फोन चाहिँ अति नै गाह्रो रहेछ, मैले सेकेन्ड ह्यान्ड किनेको थिएँ पोकोको फोन, यो त ओभर हिट हुनु थाल्यो। सो फर्सी मैले गाइज भेटिनँ अनि आमालाई बोलाउँदैछु। आमा आउनु न, कहाँ छ फर्सी? सो मैले फर्सी भेटिनँ र आमालाई बोलाउँदैछु गाइज। सो गाइज मैले यहाँ एउटा फर्सी देखेको छु, यहाँ हेर्न सक्नुहुन्छ। यो फर्सी चाहिँ अब टिप्दैछु है। सो यही फर्सी हो टिप्नुपर्ने। कसरी हो? यसरी नै लो फाइनल टिप्यो मैले यसरी ल्याएर झरो फर्सी देख्न सक्नुहुन्छ है। यस्तो यो अहिले फ्रेस टिपेको फाइनली मैले चाहिँ फर्सी टिपेँ होइन। यो चाहिँ आजको तरकारी बन्दैछ है र कटिङ गर्नुपर्ने हुन्छ। त्यो चाहिँ मेन समस्या चाहिँ अहिले यो मोबाइल क्यामेरा हिट हुँदो रहेछ र आमा गाइड। सो देख्न सक्नुहुन्छ मेरो मम्मी भुइँ कटर वरिपरि सातवटा ठुङ्गा माझमा यी फल अनि यहाँ पनि ठुङ्गा। हजुर हाम्रो दर्शक बिनहरूलाई तपाईँ के भन्नु? सो गाइज म चाहिँ फाइनली चाहिँ गोटा लिएर आउँदै थिएँ र मेरो साथी भेट भयो चोकमा, मेरो पुकार साथी हो। सो हाई भन्नु साथीहरूलाई, हाई सब्सक्राइब भन्नु, सब्सक्राइब टु माई च्यानल भन्नु, सब्सक्राइब गर्दै भन्नु न। तेरो सुन न जेहोस् मेरो साथी ल्याएर यत्रो मिहिनेत गर्दैछ होइन। हजुर तर जेहोस् मिहिनेत गर्ने चाहिँ छोड्नु हुँदैन होइन। सब्सक्राइब गरिदिनु भन्नु न। सब्सक्राइबर चाहिँ सबै बढ्नु पर्यो है उसको चाहिँ। ल ओके गाइज सब्सक्राइब गरिदिनु होला। ल केरा पाक्दैछ खोइ खुवाउँदैनौ तिमीले। सो गाइज अब चाहिँ यो हाम्रो केरा पाक्दैछ, केरा पाकेपछि मेरो साथीलाई खुवाउँछु। ल बाई बाई, ल धन्यवाद, ल ओके बाई।
सो ऊ मेरो साथी जानुभयो होइन अनि मैले फर्सी लिएर आएको छु यो चाहिँ तरकारीको लागि हो र हेर्नेछौँ हामीले कि त्यहाँ अब खाना के भयो भने गाइज आज चाहिँ मेरो ठुलो जिम्मेवारी थियो कि खाना पकाउने अनि तरकारी पकाउने भएर आई भेरी च्यालेन्जेस वर्क एन्ड खाना के भयो है हुन्छ पुरा भकभक भकभक भइहाल्छ पर्छ है हल्का चलाइदिउँ कुकिङ फर हिम एकदम गाह्रो छ यो गर्मी महिनामा होइन कुक गर्नु धेरै गाह्रो छ एकछिन छोपिदिनुपर्छ र यसलाई भर्सक हुन्छ भने धेरैभन्दा धेरै अब केही 5 देखि 6 मिनट चाहिँ मजाले छोपेर राख्नुपर्ने हुन्छ सब्सक्राइब टु माई च्यानल सब्सक्राइब गर्नु होला भन्न चाहन्छु आजको लागि चाहिँ हामीले चाहिँ गड्डा खाने प्लान बनायौँ र चाहिँ यो दिस इज माई ब्लग इज ट्राइङ अहिले चाहिँ ट्राई गरिरहेको छु ब्लगमा होइन त्यति इन्ट्रेस्टिङ फुल भिडियो चाहिँ बनाउँदिनँ टाइम धेरै लाग्छ र धेरै मिहिनेत लाग्छ जस्तै कि मैले अब गट्टा काट्नुपर्छ फर्सी काटेर अनि फेरि केलाएर कतिखेर बनाउनु होइन त्यही भएको कारणले ब्लग चाहिँ आज म यतिमै सर्टमा हाल्दैछु धन्यवाद यति नै है सब्सक्राइब टु माई च्यानल लाइक सेयर सब्सक्राइब गर्नु होला भन्दै आजको लागि बिदा हुन चाहन्छु ओके बाई